अहिले तपाईँ ताप्लेजुङबाट मन्त्री बन्न काठमाडौँ आउनुभयो प्रधानमन्त्री काठमाडौँ मन्त्री बन्न आउनु आएको होइन क्या परिस्थिति पनि सिर्जना प्रधानमन्त्रीको भनाइलाई आग्रहलाई प्रस्तावलाई तपाईँले हार्न सक्नु भएन प्रधानमन्त्रीको कुरा मात्र हेरेको होइन प्रधानमन्त्रीको मुख हेरेको होइन पैसा पाएन भनेर हामीलाई चिन्ता छैन अब तपाईँको हातमा अहिले विज्ञान प्रविधि मन्त्रालय आइपुगेको छ अब तपाईँलाई काम गर्न कुनै समस्या छैन तपाईँले चाहनुभयो भने चमत्कार गर्न सक्ने व्यक्ति हो तपाईँ कसरी ल बताउनु त चमत्कार गर्ने तरिका राष्ट्रिय आविष्कार केन्द्र खास के हो अब राष्ट्रिय आविष्कार केन्द्र नामले चाहिँ आविष्कार गर्ने केन्द्र भन्ने बुझिन्छ मार्केटमा छ्यास्ती छरपष्ट पाइएका सामग्री बनाउनु पनि आविष्कार हो र यहाँ एउटा कुरा चाहिँ मान्छेहरूले एउटा भन्ने बाटो पाएर हैन नेपालीहरूले कुनै सानो कुरा भन्ने एउटा न्यू पायो भने त्यसैलाई खोतलिरहन्छ कि बाँदरले एउटा सानो घाउ भयो भने के गर्छ अरे भने त्यसलाई कोट्याइरहन्छ अरे क्या अनि त्यो सानो घाउलाई ठुलो बनाउँदै अनि आफै मर्छ अरे भने जस्तो वर्तमानको अवस्थाको कुरा गर्दाखेरि तपाईँलाई थाहा छ तपाईँ धेरै अध्ययनशील मान्छे हो व्यक्ति हो महावीर पुञ्जी अध्ययनशील होइन म होइन व्यवहारिक ज्ञान तपाईँसँग धेरै छ क्या मैले चिनेको काम गर्दै जाँदाखेरि गरेको म अध्ययन गर्दैन पढ्दैन पनि किताब बेचेर हिँड्ने व्यक्तिले नपढे मैले किताब नपढेको सुन्नु किताब लेख्ने किताब नपढेको कम्तीमा चाहिँ 15 वर्ष भयो किताब नपढेको 15 एउटा पनि किताब नपढेको 15 वर्ष भयो भइसक्यो गाउँमा डोल्दाखेरि कहाँ किताब पढ्ने के पढ्ने ठाउँ पनि त हुनु पर्यो यस्तो अफिस हुनु पर्यो केही हुनु पर्यो गाउँमा दिनभरि डुल्यो कसैको घरमा बसेर बेलुका गएर बासो बस्यो खाना खायो अनि सुत्यो अब त्यसको घरमा कहाँ पढिरह्यो किताब पढिरहने त्यो जनरल कुरा नसोध के ठोस कुरा सोध यतै छ त्यो फेरि जनरल कुरा सोध्यो त्यो मार्केटले मैले गरेको होइन एकदमै चर्चा पाउनु भएको छ तपाईले के भन्नुहुन्छ यो विषय मलाई थाहा छैन चर्चा गरेको कि गरेको छैन मैले त्यो गरेको हेरेकै छैन म आफ्नो काममा व्यस्त छु 2 दिनमा चाहिँ कस्तो फिल भइरहेछ तपाईलाई फिलै हुँदैन मलाई कस्तो पनि फिल हुँदैन जे भयो पनि फिल हुँदैन राजै बनाइदियो भने फिल हुँदैन है राष्ट्रपति बनाइदिए पनि प्रधानमन्त्री बनाइदिए पनि एउटा के अरे साधारण चाहिँ लेबर बनाइदियो भने मलाई केही फिल यहाँ मन्त्री भइसकेपछि भेट्न चाहिँ कस्तो मान्छे आउनु रहेछ सबै राम्रो मान्छे भेट्ने काम त मेरो अहिलेदेखि होइन जहाँ बाहिर बस्यो भने भेट्न आउँछ राष्ट्रिय आविष्कार केन्द्रमा बिहानदेखिको मान्छे भेट्न आउँछ वीरगञ्ज कृषि औजार कारखाना गयो भने त्यहाँ बस्यो भने त्यहाँ पनि मान्छे भेट्न आउँछ गौरा नजिकको रापती नदीमा भएका माछाहरू म मन्त्री भएर अब मैले त्यो राष्ट्रिय आविष्कार केन्द्रको भनौँ न स्थापना गरेँ भोलि मैले 1 रुपियाँ पनि छुट्याउन पनि पाउँदैन पाए पनि म छुट्याउँदैन तर मानौ मैले आविष्कार केन्द्रलाई मैले बजेट छुट्याएँ भने त्यो ठुलो भ्रष्टाचार हुन्छ अख्तियारमा जान्छ आप कहाँ के ज्ञानी बाबा तपाईँको कार्यकालमा त देशभरि एउटा अभियान सुरु गर्नुहोस् न राजनीतिक पार्टीका भातृ सङ्गठनहरू खारेज गरिदिनुहोस् न सकिँदैन कागजमा खारेज गरेर हुँदैन क्या होइन यहाँ साधन त सुत्नेहरू भनेको त कतिपयको आफ्नो डेरा हुन्छ होइन त्यो डेरा हुनेहरू आफ्नो डेरातिर जान्छन् र यहाँ डेरा नै नभएको भुक्काहरू भनेको चाहिँ छन् यहाँ करिब 30-35 जना भुक्काहरू छन् यो सबैलाई भन्दाखेरि नितान्त रूपमा मैले जे गरिरहेको छु यो चाहिँ के हो त भन्दाखेरि मैले चाहिँ समय बिताउनुको लागि टाइम पास भन्छ नि मान्छेले केही पाएन भने मान्छेहरूले के गर्छ टाइम पास गर्नको लागि तास खेलौँ भन्छ नि
एक दिन बिहानमा टहलिन निस्किनु भएको रहेछ अनि दुईजना महिलाहरूले सरलाई देखेर कानेखुसी गरेर महावीर पुन होइन भनेर कानेखुसी गर्नुभएछ। त्यसपछि भन्नु पनि भएको रहेछ तपाईँ महावीर पुन जस्तै देखिनुहुन्छ भनेर। सरले भन्नुभएछ मै हो महावीर पुन भनेको भनेर। अनि उनीहरूले बताएनछन् अब अनुहार मात्रै महावीर पुनको जस्तो भएर भएन, दिमाग पनि महावीर पुनको जस्तो चाहियो भनेर ती महिलाले महावीर पुनलाई नै भनेछन्। बाई बाई। संसदमा हिजो पनि एक दुईजनाले बोल्नु भयो रे, आज पनि बोल्नुहुन्छ रे रौदाई भनेर मलाई यहाँ भन्ने कानमा भन्ने मान्छेहरू आइसक्यो। मैले भने बोलेर केही पनि हुँदैन, बोलेर मात्रै हुने भएदेखि अहिलेसम्म सबै कुरा भइसक्यो। एउटा लिने हो होइन भयो एउटा लिने। मैले किताब त अस्ति लिइसकेँ। यो टी सर्टको एउटा किताब किन्दैन होइन, मैले किताब अस्ति लिइसकेँ। मैले आजभोलि के भन्छु भने यो पुरस्कार पदक सम्मानहरू दिनु पर्यो भने कसैले अलि यङ मान्छेलाई दिनुहोस् जसलाई चाहिँ हौसला आओस्। हामी जस्तो मान्छेहरूलाई दिएर केही हौसला आएर पनि केही के गर्न सकिन्छ। होइन, काठमाडौँ आउनुभयो, मन्त्री पनि बन्नुभयो, तपाईँले म शिक्षा मन्त्री चाहिँ बन्दिनँ भनेर भन्नुभएको थियो नि महावीर पुनजी। मन्त्री बन्दैन भनेको शिक्षा मन्त्री मात्र होइन क्या, विज्ञान मन्त्री बन्न तपाईँ तयार हुनुभयो, तर शिक्षा मन्त्री चाहिँ म बन्दिनँ भन्नु होइन। विज्ञान मन्त्री मात्रै होइन, म कुनै पनि मन्त्री बन्दिनँ। यो मन्त्री बन्ने खाले मान्छे होइन म। इतिहास एकपल्ट तपाईँले रच्नुभयो नि त, किनभने एकजना सरल व्यक्ति, असल व्यक्ति, एउटा वैज्ञानिक आज देशको शिक्षा मन्त्री बन्नुभएको छ। मैले रचे होइन नि, इतिहास चाहिँ एउटा के हो भने परिस्थितिले रच्यो, त्यसको म एउटा पात्र भएँ क्या। बौलालाई साथ दिए पो हो। जस्तो कुनै उद्योगपतिले अथवा विनोद चौधरी जस्तोहरूले, रुद्र पाण्डे भाइ जस्तोले नै पनि कुनै नयाँ काम गर्नु पर्यो भने उनीहरूले ब्याङ्कबाट लोन पनि प्रशस्त पाउँछ, उनीहरूको सम्पत्ति पनि छ, उनीहरूले त्यो बौला हुनु पर्दैन के। सिर्फ राम्रोसँग योजना बनाउनु पर्छ, राम्रोसँग योजना बनाएर काम सुरु गरेर पुग्यो उनीहरूलाई। तर म जस्तो मान्छे जसको चाहिँ आफ्नै बस्ने खाने ठेगान छैन, जसको चाहिँ केही छैन, त्यो मान्छे बौला नभएर अनि के गर्ने? त्यस कारणले कानुन नबदलिसम्म नेपालमा केही हुन्न। ल आन्दोलन सुरु केटा भनेर चाहिँ मैले आफैलाई भनेको, मैले कोहीसँग अरू केटालाई भनेको होइन। प्रचण्डले आन्दोलन त्यो आफ्नो नाम चाहिँ आफ्नो जस लिनको लागि आन्दोलन गर्न पठाएको रहेछ महावीर पुनलाई। महावीर पुन चाहिँ खुरुक्क गएको रहेछ भनिरहेछ। म कसैले भनेर खुरुक्क मान्ने मान्छे हो? अहिलेसम्म कोही कसैले भनेको मानेको देखाएको छ कसैले अहिलेसम्म? अब आउने उसमा चाहिँ चुनावमा चाहिँ नयाँ मान्छे चाहिँ आउनु, नयाँ आउनु पर्यो, काम गर्ने मान्छे आउनु पर्यो, काम गर्नु मान्छे। तपाईँ पनि आउनु पर्यो भन्छु म त कहाँ यो हो त? म त तपाईँ चुनाव लड्ने कि नलड्ने? म नलड्ने। 70 वर्ष होइन, पोलिटिकल पार्टी खोलेर जाने कि नजाने? तपाईँलाई युवाहरूले बोलायो, नजाने कुरा नजाने, चुनावमा जाँदै नजाने, दल खोल्दै नखोल्ने, नजाने, कुनै पनि दलमा तपाईँ नलाग्ने। नेपालको विश्वविद्यालयहरूलाई सुधार्नु पर्दैन? होइन, सुधार्नु पर्छ, त्यही त भनिरहेको त मैले। सुधार भएन नि त। जस्तो त्रिभुवन विश्वविद्यालयमा तपाईँलाई थाहा छ वन जङ्गल जस्तो छ, झाडी नै झाडी छ। होइन, त्यो झाडी सुधार्नु परेन त्यहाँ। तपाईँले त भन्नुभएको छ नि त, बगैँचा बनाउने भन्नुभएको छ नि त, होइन? त्यो बगैँचा त्यो बनाएर त्यो त्रिभुवन विश्वविद्यालय सुध्रेन त होइन, हेर्दा राम्रो देखिने मात्रै हो। निजी विद्यालयहरू पनि गुनासो छ नि हाम्रो देशमा। निजी सेक्टरमा ठुलो लगानी छ त शिक्षामा, होइन? छ नि। उनीहरूलाई तपाईँ कसरी सहयोग र समर्थन गर्नुहुन्छ? निजी विद्यालयहरू भनेको आवश्यक छ कि छैन हाम्रो देशले? यस्तो अब निजी विद्यालयहरू भनेको कम्पनी हो क्या, त्यो त कम्पनी हो नि त। कम्पनीको जिम्मा पनि कम्पनीलाई सुधार दिने, कम्पनीलाई बिगारिदिने भन्ने कुरा पनि सरकारले जिम्मा लिएर हुन्छ र? अब नवप्रवर्तन केन्द्र भनेर एउटा साइनबोर्डमा एउटा राखियो भने नेपालीले के बुझ्ने? साधारण नेपाली, नपढेको नेपालीले के बुझ्ने? त्यसमा पनि नेपाली बुझ्नेले पनि नवप्रवर्तन बुझ्दैन। मैले त नवप्रवर्तन भन्ने शब्द बुझेको थिएन भने अरू साधारण नेपालीले के केन्द्र रहेछ यहाँ? यो भेडा पाल्ने केन्द्र हो कि बाख्रा पाल्ने केन्द्र हो कि कुखुरा पाल्ने केन्द्र हो कि? शिक्षित हुने बित्तिकै आइल्स दिन चाहने, डिबी भर्न चाहने अथवा परदेशमा सेटल हुन चाहने मेरो पुस्तालाई
तपाईँ संक्षिप्त सन्देश के दिनुहुन्छ? अहिलेको स्थितिमा मैले संक्षिप्त सन्देश के हो भने मैले उपदेश दिन चाहन्न कसैलाई पनि। सन्देश अथवा उपदेश म दिन चाहन्न। तपाईँहरूको जे इच्छा छ गर्नुहोस्। सरकारी गाडी भनेको यो मन्त्रालयको गाडी, यहाँ मन्त्रालय गाडी चाहिँ चढ्नुहुन्छ एउटा, यहाँबाट अफिसियल काममा मात्र चढ्छु होइन। यहाँबाट अब कहिले झन्डा हल्लाएर चढ्नुहुन्छ कि झन्डा बिना चढ्नुहुन्छ? त्यो झन्डा हल्लाउने र नहल्लाउनेसँग मतलब हुँदैन क्या। अब माथिको यो सुरक्षाले चाहिँ गार्ड चाहिँ खटाइदिएको छ, त्यहाँ तलतिर बसेका छन्। डुल घुम्न जाऊ भनेको छु मैले। कुनै पनि काममा लागेपछि त्यो लागेको 24 घन्टा लाग्ने मान्छे हो, अहिलेको लागि होइन क्या है। म राष्ट्रिय आविष्कार केन्द्रमा सधैँ 24 घन्टा त्यही हो। वीरगञ्ज गयो भने 24 घन्टा त्यही हो, त्यही भित्रै जहाँ काम हुन्छ त्यहीँ बस्ने हो। अब तपाईँहरू जस्तो ठुलो बङ्गला खोजेर होइन गाडीमा मेरो पनि केही छैन, म पनि 18-20 घन्टा काम गर्छु, तपाईँ जस्तै हो। तर घरमा त बस्नुहुन्छ नि। परिवारबारे तपाईँको भनाइ के छ, के भन्नुहुन्छ? श्रीमतीको बारेमा, छोरीहरूको बारेमा? त्यो सबैले चाहिँ सोध्ने कुरा हो। अनि सबैले सोध्ने मात्र होइन कि मेरो परिवारको चिन्ता उनीहरूलाई लाग्छ क्या। ल जाम, म मन्त्री भएँ जाम भनेर मेरो स्वास्नीलाई भन्यो भने आउनु मान्दैन। अब चाहिँ बेला बेलामा भेट्ने, परिवारलाई सहयोग गर्ने, खाना बस्नको त व्यवस्था त गरिदिनु पऱ्यो। त्यो काम सबै भइरहेछ। र मेरो आत्मकथामा पनि कसैलाई शङ्का लाग्छ भने मेरो स्वास्नीको फोन नम्बर दिन्छु, स्वास्नीलाई फोन गरेर सोध्नु है। कतिको दुःख पाउनु भएको छ, साह्रै दुःख पाउनु भयो होला अघि भनेर सोध्नु त के भन्दो रहेछ स्वास्नीले। विश्वास लाग्दैन भने अथवा साह्रै झुत्रो झाम्टो लाएर बसेको छ कि हेर्न मन लाग्यो भने गएर हेर्नु। अब तपाईँलाई म चाहिँ जान्छ एउटा व्यक्तिगत कुराहरू सोध्न चाहन्छु। तपाईँलाई मनपर्ने नेता को हो नेपालमा, आइडल तपाईँको को? त्यस्तो कुराहरू मैले कसैलाई भन्दा पनि भन्दैन। मेरो लागि कोही आइडल छैन। महावीरपुर मन्त्रालयमै सुत्नुहुन्छ, बस्नुहुन्छ भन्दाखेरि धेरै किसिमका टिका टिप्पणी पनि भयो। मान्छेलाई चाहिँ ठुलो अचम्म भयो नि त त्यसो भन्दाखेरि। उहाँले घर भाडामा लिएर बसेको भए पनि हुन्थ्यो, सरकारले दिइहाल्थ्यो पैसा। घरमा बस्ने मान्छे नै होइन कि, म त वनमा बस्ने मान्छे हो। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहालेँ। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला। धर्म हुन्छ।